तपाईँ चाहिँ फेरि रिमासँग कहीँ गएर एक चरण चाहिँ तपाईँले गल्ती भयो, मैले बेठिक गरेछु, म फेरि बहिनी कहीँ आएँ भनेर त्यो किसिमले भन्नुभयो भने तिनले माया गर्छिन् होइन, ती चाहिँ त्यस्तै सेवा गरेर बसेको मान्छे हुन्। तपाईँको के सोच छ? सर, मेरो बहिनीसँग मेरो गल्ती रियलाइज गरेर म बहिनीसँग माफी मागेर उनले पनि 7-8 वर्ष इजरायल बसेर यस्तै बुवा आमा म जस्तै अपाङ्ग अशक्तहरूको सेवा गरेर बस्नुभयो। मेरो बहिनी प्रति मलाई लाज भएर मात्रै हो, जान्न होइन, लाज नमान्नुहोस् होइन। तपाईँसँग ट्यालेन्ट छ, सबै कुरा छ, तपाईँसँग कला छ, सिप छ, सबै कुरो छ, त्यसले कतै न कतै चाहिँ एडजस्ट गराउँछिन्। एक चरण चाहिँ तपाईँ अब एकपटक फेरि मलाई माया गर्नुहोस् भन्नुहोस्, तपाईँको जीवन अर्कै बन्छ कि। सर, म यो भिडियो मार्फतै भन्न चाहन्छु, एउटा काभ्रेली हजुर पनि रिमा बहिनीकै दाजुभाइ हुनुहुन्छ, काभ्रेलीसँग भेट भयो। म यही भिडियो मार्फत भन्न चाहन्छु सर, मैले गल्ती गरेँ, बहिनीको छातीमा ला तान्ने हिँडेँ। अब त्यही आश्रममा होइन, मान्छेले गल्ती गर्छ होइन, गल्ती हुन्छ नै। तपाईँले त्यहाँ गएर चाहिँ रिमा बहिनीसँगै गएर मैले एकदमै बेठिक गरेँ, मलाई सुधार दिनुहोस् एकपटक, म धेरै पहिलाको जस्तै अवस्थामा आएको थिएँ, विगतलाई बिर्सेर एका किसिमले चाहिँ मलाई फेरि माया गरिदिनुहोस् भन्नुहोस्, 1 वर्ष जति बस्नुहोस्, तपाईँको लाइफ अर्कै बन्छ। किनभने नि अब यतिको भर्खर तपाईँ कति 50 पनि कट्नु भएको छैन होला, अनि बाँकी छ, बाँच्नै बाँकी छ होइन त, त्यो अझै लाइफ बाँकी छ नि त। 49 वर्षहरूलाई पढाएर मैले सेवा पनि गरेँ। अब सकिन्जेल आफूले गर्ने सेवा गर्छ सर, सेवा गर्न सकिन्छ। तपाईँ आफैले देख्नु भएको छ, एकपटक चाहिँ फेरि जानुहोस् सर। हजुरको ल ल, त्यो खानु न।